नमस्ते अनि स्वागत छ तपाईहरू सबैलाई। आईपीओ रिजल्ट डेट सम्बन्धी जानकारी दिने हाम्रो विशेष श्रृङ्खलामा आज हामी एउटा निकै प्रतीक्षित म्यानुफ्याक्चरिङ कम्पनी पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडको आईपीओ रिजल्ट डेटको विषयमा चर्चा गर्न गइरहेका छौं। पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेड, जसले यही फागुन 12 गतेदेखि 15 गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो, त्यसको बाँडफाँड हुने मिति लगभग फिक्स भएको छ। आजको भिडियोमा हामी रिजल्ट कहिले आउँछ मात्र होइन, यसको ओपनिङ प्राइस कति होला र 10 किता पर्नेले कतिसम्म नाफा कमाउन सक्छन् भन्ने प्राविधिक विश्लेषण पनि गर्नेछौं। सबैभन्दा पहिले हामी यस कम्पनीको आईपीओमा कति आवेदन परेको थियो त्यसको बारेमा कुरा गरौं। सीडीएससीका अनुसार आईपीओ भर्ने अन्तिम दिन फागुन 15 गते 5 बजेसम्ममा 22,33,641 जना आवेदकबाट 2,52,35,590 किताका लागि आवेदन परेको थियो। यो संख्या कम्पनीले माग गरेको भन्दा झण्डै 5.61 गुणा बढी हो। कम्पनीले निष्कासन गरेको आईपीओमा यसरी मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन बाँडफाँड निर्देशिका अनुसार आईपीओ गोला प्रथाबाटै बाँडफाँड हुने भएको छ, जस अनुसार 4,50,000 जनाले 10 किताका दरले आईपीओ पाउनुहुनेछ। यो भिडियो हेरिरहनुभएका सम्पूर्णलाई गुड लक भन्न चाहन्छु। अब धेरैले सोध्नुभएको प्रश्न, रिजल्ट कहिले आउँछ? बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट ब्याङ्किङका अनुसार आगामी फागुन 19 गते मङ्गलबारसम्म प्री एलटमेन्टको काम सम्पन्न गर्ने, त्यसपछि केही प्राविधिक प्रक्रियाहरू पूरा गरेर केही दिनभित्रमा नै आईपीओ बाँडफाँड गर्ने तयारी भएको छ। त्यो कहिले हुँदैछ त्यसको बारेमा हामी एकछिनमा कुरा गर्ने नै छौं। यो कम्पनीको बारेमा छोटकरीमा कुरा गर्नुपर्दा, पाल्पा सिमेन्ट इन्डिज लिमिटेड पीसीआईएल नेपालको एक प्रमुख सिमेन्ट उत्पादक कम्पनी हो, जसको पाल्पाको रहबासमा यसको चुनढुङ्गा खानी रहेको छ, जहाँ करिब 2,40,00,000 मेट्रिक टन चुनढुङ्गा जम्मा रहेको अनुमान गरिएको छ। यस कम्पनीले मिति 2076 वैशाखबाट क्लिङ्कर र मिति 2077 वैशाखबाट सिमेन्ट समेत उत्पादन गर्दै आइरहेको छ, जसको दैनिक उत्पादन क्षमता 1,800 मेट्रिक टन क्लिङ्कर र 2,222 मेट्रिक टन सिमेन्ट रहेको छ। यसले सिमेन्ट उत्पादनका लागि आधुनिक भर्टिकल रोलर मिल प्रविधि प्रयोग गर्दछ भने कम्पनीले आफ्नो तानसेन सिमेन्ट ब्रान्ड अन्तर्गत ओपीसी, पीपीसी र पीएससी सिमेन्ट बिक्री गर्दै आएको छ। कम्पनीले आफ्नो कुल आम्दानीको 25% हिस्सा भारतमा सिमेन्ट निर्यात गरेर कमाउने गरेको छ। यदि तपाईले अहिलेसम्म हाम्रो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला र नजिकै रहेको बेल आइकनमा क्लिक गरेर अल नोटिफिकेसन अन गर्नुहोला। हामीले यो च्यानलबाट यस्तै जानकारीमूलक भिडियोहरू प्रस्तुत गर्नेछौं। तपाई यो भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ? नेपालभित्र हुनुहुन्छ भने आफ्नो जिल्लाको नाम र विदेशमा हुनुहुन्छ भने देशको नाम तल कमेन्ट गर्नुहोला। अब हामी सिधै यो कम्पनीको आईपीओ रिजल्ट कहिले हुँदैछ, कति जनालाई पर्छ, दोस्रो बजारमा यो अब कहिले सूचीकृत हुन्छ र 10 किता आईपीओ पर्नुहुनेले के कति मुनाफा कमाउन सक्नुहुन्छ भन्ने जस्ता विषयमा पनि छोटकरीमा चर्चा गर्नेछौं। भिडियो अन्त्यसम्म नछुटाई हेर्नुहोला। यो कम्पनीको वित्तीय अवस्था अन्य कम्पनीहरूको भन्दा धेरै नै राम्रो भएको हुनाले यसको नतिजा सम्पूर्ण लगानीकर्ताहरूको लागि प्रतीक्षाको विषय बनेको छ। यस कम्पनीको 10 किता आईपीओबाट पनि हजुरहरूले राम्रो नाफा प्राप्त गर्न सक्नुहुनेछ। बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट ब्याङ्किङका अनुसार आगामी फागुन 19 गते मङ्गलबारसम्म प्री एलटमेन्टको काम सम्पन्न गर्ने, त्यसपछि केही प्राविधिक प्रक्रियाहरू पूरा गरेर फागुन 28 गते बिहीबार आईपीओ बाँडफाँड गर्ने निर्णय भएको छ। यानि कि यो कम्पनीको आईपीओ बाँडफाँड फागुन 28 गते बिहीबार हुनेछ। बीचमा परेका होली, चुनाव र सार्वजनिक बिदाका कारण रिजल्टको मिति केही पछि सरेको हो, तर ढुक्क हुनुहोस्, फागुन 26 गते आईपीओ बाँडफाँड हुनेछ। रिजल्ट पब्लिष्ड भएपछि आईपीओ रिजल्ट हजुरहरूले सीडीएससीको आधिकारिक वेबसाइट ipo-result.cdsc.nc.np, कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट ब्याङ्किङको वेबसाइट र मोबाइल एप शेयर हबबाट हेर्न सक्नुहुन्छ। मैले सबैभन्दा छिटो आईपीओ नतिजा चेक गर्ने लिङ्क डिस्क्रिप्सन बक्समा राखिदिएको छु। लिङ्कमा क्लिक गरेर नतिजा हेर्न सक्नुहुन्छ।
यो त थियो हजुरहरूलाई आईपीओ नतिजा सम्बन्धी सामान्य जानकारी। अब म हजुरहरूलाई यस भिडियोको मुख्य विषयवस्तुतिर लैजाँदैछु। यदि हामीलाई यस कम्पनीको 10 किता आईपीओ पर्यो भने हामीलाई कतिसम्म फाइदा हुन्छ, कम्पनीको वित्तीय अवस्था कस्तो छ र दोस्रो बजारमा सूचीकृत हुँदा यसको ओपनिङ रेन्ज कति हुन्छ भन्ने विषयमा चर्चा गरौँ। अहिलेको समयमा आईपीओ पर्नु भनेको चिट्टा पर्नु सरह जस्तै भएको छ र यसरी परेको आईपीओलाई हामीले पूर्ण सदुपयोग हुने तरिकाले बेच्नुपर्छ। नत्र आईपीओ पर्नु र नपर्नुको कुनै अर्थ रहँदैन। आईपीओ परिहाल्यो भने बेच्न हतार गर्नु हुँदैन। आफूलाई परेको आईपीओको मूल्य कतिसम्म पुग्छ भनेर एनालाइसिस गरेर मात्र बेच्नुपर्छ। आफूलाई परेको आईपीओको मूल्य कतिसम्म पुग्छ भनेर जान्नको लागि चाहिँ हामीले त्यस कम्पनीको वित्तीय अवस्था थाहा पाउनुपर्छ। कम्पनीको ईपीएस र नेटवर्थबाट नै हामीले कुन आईपीओको मूल्य हाईएस्ट कतिसम्म पुग्छ भनेर अनुमान लगाउन सक्छौं र त्यही अनुसार आईपीओ बेचेर राम्रो प्रॉफिट कमाउन सक्छौं। केही समय अगाडि खुलेको एसवाई प्यानल नेपालको 10 किता आईपीओबाट कसैले 22,000 रुपैयाँसम्म कमाए भने कसैले त्यही आईपीओबाट जम्मा 8-10 हजार कमाए। सो आईपीओ परेर मात्र हुँदैन, त्यसलाई बेच्न पनि जान्नुपर्छ, अनि बल्ल कमाइन्छ पैसा। आजको यस भिडियोमा हामी कम्पनीको ईपीएस र नेटवर्थ आफैले पत्ता लगाएर कसरी हाईएस्ट मूल्य सेट गरेर बेच्ने त्यो कुरा पनि सिक्नेछौँ। नेपाल स्टक एक्सचेन्जले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको 3 गुणासम्मको रेन्ज तोक्ने गरेको छ। यस कम्पनीले प्रकाशित गरेको विवरण पत्रलाई हेर्ने हो भने आर्थिक वर्ष 2082-83 अनुसार प्रति शेयर नेटवर्थ 135 रुपैयाँ 74 पैसा रहेको छ। प्रति शेयर आम्दानी ईपीएस 3 रुपैयाँ 25 पैसा। म्यानुफ्याक्चर सेक्टरको लागि यो निकै मजबुत र आकर्षक वित्तीय स्थिति हो। विशेष गरी नेटवर्थले सेकेन्डरी मार्केटमा ठूलो भूमिका खेल्छ, किनभने नेप्सेको नियमअनुसार कुनै पनि नयाँ कम्पनीको पहिलो कारोबार ओपनिङ रेन्ज नेटवर्थको 1 गुणादेखि 3 गुणासम्म तोकिन्छ। अर्थात् 135 रुपैयाँ 74 पैसा नेटवर्थ भएको यो शेयर 407 रुपैयाँसम्म ओपन हुन सक्छ। यदि तपाईलाई 10 किता आईपीओ पर्यो भने ओपनिङ दिनमै तपाईले 4000 रुपैयाँसम्मको नाफा कमाउने सम्भावना हुन्छ। यदि आजको यो भिडियो तपाईलाई राम्रो लागिरहेको छ भने लाइक गर्न नबिर्सनुहोला। भिडियोमा केही जिज्ञासा, गुनासो वा थप प्रश्न भए कमेन्टमा लेख्नुहोला। यो तपाईको सानो साथले हामीलाई थप ऊर्जा दिन्छ। अब कुरा गरौँ सेकेन्डरी मार्केटमा यसको मूल्य कतिसम्म पुग्न सक्छ भनेर। ओपनिङको हिसाबले यो कम्पनीको मूल्य निकै माथि जानुपर्ने हो, तर अहिले बजारमा आर्थिक मन्दीको प्रभाव छ, पैसा प्रवाह कम छ। जबसम्म पर्याप्त पुँजी आउँदैन, ठूलो उछाल आउन गाह्रो छ। त्यसैमाथि अहिलेको बजार न्यूट्रल अवस्थामा छ। लामो समयदेखि नेप्से इन्डेक्स 2800 को स्तर काट्न सकेको छैन, तर यसको पब्लिक शेयर निकै कम र वित्तीय अवस्था भने निकै मजबुत भएकोले छोटो अवधिमा यो कम्पनीको 10 किता आईपीओबाट 7,000 देखि 8-9 हजार रुपैयाँसम्म नाफा कमाउने सम्भावना देखिन्छ। यदि तपाईलाई 10 किता आईपीओ पर्यो भने ओपनिङ दिनमै तपाईले 4,000 रुपैयाँसम्मको नाफा कमाउने सम्भावना हुन्छ। तर के तपाईले लिस्टिङ हुने बित्तिकै बेच्नुपर्छ त? यहाँनिर एउटा कुरा बुझ्नु जरुरी छ। केही समय अगाडि एसवाई प्यानल नेपालको 10 किता शेयर कसैले हतारिएर 8-10 हजारमा बेचे भने कसैले अलिकति एनालाइसिस गरेर सही समय पर्खनेले 22,000 सम्म पनि कमाए। त्यसैले शेयर पर्नु मात्र ठूलो कुरा होइन, त्यसलाई सही समयमा बेच्न जान्नु चाहिँ असली कमाई हो। यसको पब्लिक शेयर कम भएकोले ठूला लगानीकर्ताले यसलाई कर्नर गरेर मूल्य अझै माथि पुर्याउन सक्छन्। बजारको अवस्था सकारात्मक रहेमा यसको मूल्य दोस्रो बजारमा 600 देखि 1000 रुपैयाँसम्म पुग्ने सम्भावना देखिन्छ। तर यदि तपाई लामो अवधिसम्म होल्ड गर्न सक्नुहुन्छ भने यो कम्पनीबाट अझै धेरै राम्रो नाफा कमाउने सम्भावना अझ बढी छ। वास्तवमा कुनै पनि कम्पनीको आईपीओको मूल्य दोस्रो बजारमा यति नै पुग्छ भन्ने यकिन चाहिँ हुँदैन। बजारको माहौल, राजनीतिक प्रभाव र सरकारी नीति जस्ता कुराले प्रभाव पारिरहेको हुन्छ। तर पनि यस कम्पनीको अहिलेको आधारभूत पक्ष फन्डामेन्टल, ईपीएस र नेटवर्थ राम्रो भएको कारणले यसको मूल्य दोस्रो बजारमा 600-700 देखि 900 देखि 1000 रुपैयाँसम्म पुग्ने सम्भावना देखिन्छ।
विगतको इतिहास हेर्ने हो भने आइपिओ बाँडफाँड भएको 10-15 दिनभित्र नेप्सेमा सूचीकृत हुने गरेको छ। अर्थात् अबको 15-20 दिनभित्र तपाईले यसलाई किनबेच गर्न सक्नुहुनेछ। हस्त साथीहरू, पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडको आइपिओ बाँडफाँड मिति फिक्स भएको छ। आइपिओ बाँडफाँड फागुन 26 गते हुँदैछ। सबैलाई गुड लक भन्न चाहन्छु। यदि सबै प्राविधिक काम सकेर रिजल्ट छिटै हुने देखियो भने त्यसको जानकारी हामी भिडियोको कमेन्टमा दिने नै छौं। आइपिओ पर्यो भने हतार गरेर नबेच्नुहोला। एउटा राम्रो मूल्य आएपछि मात्र बेच्नुहोला। आशा गर्दछु आजको यो भिडियो मन पर्यो होला। मन परे लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।